आजको ब्लग चाहिँ नानीलाई स्कुल पठाउँदै स्टार्ट गर्दैछु र आज चाहिँ नानीको अब लास्ट डे हो। भोलिबाट चाहिँ क्रिसमसको छुट्टी छ र भाइले चाहिँ नानी स्कुल लिएर गयो। भाइ हुन्जेल चाहिँ अब सजिलै हुन्छ मलाई र म चाहिँ माथि आएँ हामी तीनजनालाई ब्रेकफास्ट बनाउनको लागि। नानीलाई खुवाइदाइ गरिकन टिफिन हालिकन पठाएपछि अब हामी तीनजनै रहन्छौँ र म चाहिँ आज ब्रेकफास्टमा पुरी मटर आलुको सब्जी र एउटामा चाहिँ चिया बनाउँदै थिएँ। चिया त चाहिन्छ अब ठन्डा सिजनमा है। र उनीहरूलाई पनि ब्रेकफास्ट दिएँ अब र म पनि अब खाना लागेँ। मलाई चाहिँ पुरी सब्जी चाहिँ असाध्यै मनपर्छ, एकदमै धेरै मनपर्छ हो। सो हप्तामा 1-2 पल्ट त पुरी सब्जी पाक्छ अब घरमा। र म चाहिँ ब्रेकफास्ट खाइसकेर घरको काम गरिसकेँ। म चाहिँ अब गएँ पार्लर। मेरो हेयर कट चाहिँ एकदम इम्पोर्टेन्ट थियो र मलाई पार्लरमा चाहिँ यो हेयर वास साह्रै राम्रो लाग्छ कि एकदम मसाजहरू पनि दिन्छन्। सो मलाई एकदमै राम्रो लाग्छ र मेरो हेयर वास भइसकेपछि चाहिँ अब हेयर कटको नि अब प्रोसेस चालु भयो। म चाहिँ अब जहिलेबाट तेजपुर आएको म चाहिँ यहीँ आउँछु बेला कर्समै र हेयर कट गरिसकेर घरमा आउँदाखेरि त नानी पनि आइसकेको रहेछ, भाइले ल्याइदिइसकेको रहेछ र लुगाहरू फेरि चेन्ज गरिसकेपछि म चाहिँ अब प्लान्टिङमा स्टार्ट गरेँ। अब पानीहरू नदिएको नि धेरै भइसकेको थियो र यस्तो मजाले पुसपास नगरेको नि अब 1 महिना भएको थियो। 1 महिना बाद नै म यस्तो पत्ताहरू पुस्छु, राम्ररी एकदम सफा गरेर राख्छु कि अरू बेला त पानी धेरै छोडिदिन्थेँ। र यता प्लान्टिङ गर्दै मैले अब खानापिना पनि अब 12 बजीको लन्च पनि बनाउँदै गरेँ अब। र आज 12 बजीको लन्चमा चाहिँ मटर आलु बन्दाकोपी दाल थियो। सो कस्तो लाग्यो भनिदिनु।